हेलो, हामी चाहिँ खोरपाङ्गो आज किचनमा छौँ। यस्तै किचनमा म्यानेजरको किचनमा छौँ। आज खोरपाङ्गोको म्यानेजरको किचनमा। तर आज हामी चाहिँ पकाएर खाँदैछौँ। यहाँ साथीहरू उता यहाँ रुम उता सिटिङ रुममा छ, म यहाँ किचनमा छु। म चाहिँ खोरपाङ्गोको सेफ हो भनौँ नमिल्ने होइन। सेफ त के भने अब त्यस्तै मलाई जस्तो आउँछ त्यस्तै पकाउँछु होइन, जस्तो आउँछ त्यस्तै पकाउँछु। तर पनि पकाएर खाँदाखेरि चाहिँ यो पकाउँदा तेल पनि लाउनु पर्दैन। एकदम 0% तेल यो लाउँदा ओइल चाहिँ 0% यो पक्कै आउँछ ओइल चाहिँ। तर खाँदा चाहिँ खोरपाङ्गो सिक्नु योहरू। तर काँचो हतारमा नखानु पकहरू चाहिँ। पक चिकन जुनै पनि मासु चाहिँ हतारमा पकाएर नखानु। सागसब्जी हुन्छ कि यो चाहिँ हामीले जस्तो पनि 1 घन्टा चाहिँ टाइम लाग्यो सिटी लाउँदा पनि दामी हुन्छ। टाइम लिनु है खोरपाङ्गोसँग सिक्नुहोस् है हजुरहरू।